कार्की नेतृत्वको अन्तरिम सरकारले करिब 2 साताको अवधिमा गरेका महत्वपूर्ण निर्णय र अघि सारेका योजनाहरू के छन् त अब बाँकी विस्तारमा चर्चा गरौं। नम्बर 1, बुधबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा मतदाता नावली 2073लाई संशोधन गर्न बनेको अध्यादेशलाई जारी गरेका छन्। अब जेनजीले सडकबाट सत्ता पल्टाउने मात्र होइन, मतपेटिकामा मत खसाएर सरकार बनाउने अधिकार समेत पाउँदैछन्। सम्भवतः विदेशमा बसेका नेपाली नागरिकको भोटिङ अधिकारबाट यसैले सुनिश्चित गर्नेछ। नम्बर 2, 3 तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी करार कर्मचारी नराख्ने निर्णय गरेको छ। राजनीतिक वा प्रशासनिक पदाधिकारीलाई नयाँ सवारी साधन खरिद गरिने छैन। नम्बर 3, सांसद सहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ। अर्थात् सांसद, मेयर सहित राजनीतिक पदाधिकारीहरूका स्वकीय सचिवको सुविधा खारेज गरेको हो। अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तथा प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायतका अन्य राजनीतिक पदाधिकारीले सल्लाहकार वा स्वकीय सचिव राख्न पाउने छैनन्। तिनीहरूले पाउँदै आएको तलब भत्ता, सवारी साधन, वैदेशिक भ्रमण लगायतका सबै सुविधा खारेज गरेको छ। नम्बर 4, विदेश भ्रमणमा कडाई र भ्रमण टोलीको आकार पनि तोकिदिएको छ। अर्थात् अनावश्यक भ्रमणमा रोक लगाएको छ। सरकारको प्रतिनिधित्व अनिवार्य भएका अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा भ्रमण हुँदा जम्मा 10 जनाको टोली हुनेछ। नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधि मण्डलमा बढीमा 3 जना मात्र जानेछन्। नम्बर 5, सरकारले पूर्ववत सरकारको निर्णय उल्ट्याउँदै भूमि आयोग खारेज गरेको छ। एमाले कांग्रेसले यसलाई कार्यकर्ता भर्ती केन्द्रको थलो बनाएका थिए। भूमि आयोगको अध्यक्ष बन्नका लागि मन्त्रीले 25 लाख घुस लिएको अडियो पनि केही समय अघि मात्रै सार्वजनिक भएको थियो। फलत अब त्यो खारेज भएको छ। नम्बर 6, संघ, प्रदेश र स्थानीय तहमा कामको दोहोरोपन हुने गरी नयाँ संरचना बनाइने छैन। अहिले दोहोरिएका संरचनाहरू पनि खारेज गर्ने भएको छ। नम्बर 7, सुरक्षा, संवेदनशीलता र कार्य सम्पादनको प्रभावकारितालाई ध्यानमा राख्दै राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा राख्ने व्यवस्था गर्ने भएको छ। राजस्व छुवावट नियन्त्रण गर्न र सम्पत्ति शुद्धिकरणको जोखिमबाट मुलुकलाई बचाउन राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई समेत सरकारले अर्थ मन्त्रालय मातहतमा ल्याएर पुनर्संरचना गर्ने भएको छ। यसअघि शक्तिशाली बन्न केपी शर्मा ओलीले यी तीनै निकाय प्रधानमन्त्री मातहत ल्याएका थिए। नम्बर 8, भुटानी शरणार्थी काण्डको फाइल खोल्ने प्रहरी अधिकारी नै डाक्टर मनोज केसी थिए। बेचन जहाज जस्ता पात्रलाई पक्राउ गरेपछि अघिल्लो सरकारले उनको सरुवा गरेर थन्काएको थियो। उनको कमब्याक गर्दै सीआईबी प्रमुख बनाइएको छ। नम्बर 9, निर्वाचन लगायतका खर्चको जोहो गर्न टुक्रे आयोजनाहरू रोक्ने निर्णय गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना अध्ययन गर्न कार्यदल नै गठन गरेका छन्। नम्बर 10, भत्ता कटौती र नयाँ खरिद प्रक्रियामा रोक लगाइएको छ। अर्थात् सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको मूल प्राथमिकीकरण गर्नेदेखि अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्न सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीहरूको भत्ता कटौती गरेको छ। सकेसम्म पुराना सामग्रीहरू प्रयोग गर्न निर्देशन दिइएको छ। कार्यालयहरू, पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्नु भनिएको छ। नम्बर 11, अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने निर्णय गरेको छ। गर्नै परे सरकारी भवन र हलमा मात्रै गर्नुपर्ने छ। यसो हुँदा बिल मिलाएर भ्रष्टाचार गर्ने काम पनि अन्त्य हुनेछ। नम्बर 12, जेनजी आन्दोलनको न्यायिक जाँचबुझका लागि सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। विशेष अदालतका पूर्व अध्यक्ष कार्कीको संयोजकत्वमा पूर्व एआइजी विज्ञान राज शर्मा र कानूनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेको आयोग बनेको छ। आयोगलाई 3 महिना समय छ। यो उच्च स्तरीय आयोग हो, न्यायिक जाँचबुझ आयोग हो यो, र यसको अध्यक्षमा पूर्व न्यायाधीश गौरी बहादुर कार्की रहनु भएको छ। त्यसपछि सदस्यमा पूर्व एआइजी नेपाल प्रहरीको विज्ञान राज शर्मा रहनु भएको छ, र चाहिँ सदस्यमा अर्को एकजना रहनु भएको छ। उहाँ चाहिँ विश्वेश्वर प्रसाद भण्डारी, कानूनविद हुनुहुन्छ, प्रतिष्ठित कानूनविद हुनुहुन्छ। 3 जनाको उच्च स्तरीय आयोग गठन भएको छ र यसको कार्य अवधि 3 महिना रहेको छ। नम्बर 13, क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा भौतिक पूर्वाधार पुनर्निर्माण समिति 2082 गठन गरिएको छ। छुट्टै कोषको स्थापना गरेर स्रोत परिचालन गर्न समिति गठन भएको हो। नम्बर 14, सरकारले प्राप्त गर्नुपर्ने कर राजस्व वा गैर कर राजस्व असुलीमा कठोर निर्णय लिएको छ।
अन्तिम लेखा परीक्षणबाट असुल उपर गर्ने भनी तोकिएको पेरुजु तुरन्त असुल उपर गर्ने निर्णय गरेको छ। विद्युत बक्यौता लगायतका रकम असुल्ने नीति लिइएको छ। नम्बर 15 सर्वसाधारणको सुविधाका निम्ति काठमाडौँ सहित देशभरका 10 प्रमुख सहरहरूमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गर्ने तयारी गरिएको छ।